बात छ वीडियो हमारे फेसबुक पर है हमारे फेसबुक पर है दोनों पर मिलता है यो हेर्नु त राष्ट्रिय जनावरको दर्जा सुँगुरलाई दिनुपर्छ र सुँगुरको मासु खान मन पर्दा गाईको मासु खान सिक्नुपर्छ नत्र धर्मनिरपेक्षताको विरोध गर्ने जातिलाई नै राष्ट्रिय जनावरको दर्जा दिनुपर्छ मतलब 81% हिन्दूलाई राष्ट्रिय जनावर बनाइदिन अनि काटिदिने ल ल यो हेर्नु ल यो ल सुन्नुहोस् है अब एकैछिन तपाईहरुको यो जनकपुर भूमिमा यो प्राङ्गणमा हामी पूर्वबाट आएको यो नेपाली भूमि यो नेपाली माटोमा पूर्वमा बस्ने नेपालीले पनि स्वतन्त्रताको साथमा हैन एकदम तपाईको चाहिँ यो नेपाली माटोमा तपाईको खुला छाती ठोकेर यो भूमिमा टेक्न पाइयो एकदम मजाले यसमा कसैलाई हामी यहाँको जनतासँग यहाँको समुदायसँग कुनै पनि द्वन्द्व चाहेको छैन हामी पनि चाहदैन हामीले कुनै पनि द्वन्द्व चाहेको छैनौं सामाजिक सद्भाव भड्किने काम तपाईको समुदायसँग मेरो दिवस है त हामी आम जनतासँग यहाँको लागि बहस गर्न झैझगडा गर्न अथवा यहाँको सामाजिक सद्भावलाई भड्काउन आएका हैनौं यद्यपि एकैछिन सर हामीले सुन्नुहोस् है अधिकांश नेपालीले तपाईको भूगोलले फरक होला धर्मले फरक होला जातिले फरक होला संविधानले तय खोने भाषाले फरक संविधानले को संविधान अनि संविधानले गाई खान पाउनुपर्छ भनेको छ फेरि संविधानले भनेको छ आफै पनि स्वयं राई भए पनि संविधानले भनेको छ अनि यो देशको अनि जसले संविधानलाई मान्दैन त्यसलाई कानुनले पनि किन समर्थन गर्ने भने जसले यो नेपालको संविधान मान्दैन यो देश हरका सम्पाङले मान्दैन आर्यनलाई मान्दैन मान्नु भनेको यो देशको देशभरि हो कान्छी शेर्पाले मान्दैन उनीहरुको भनेको हामी उनीहरुको किताबमा होइन हरका सम्पाङका किताबमा हो सबै मसँग हरेक प्रमाण छ सर अब तपाई के भन्ने हो हामी मधेसी चाहिँ पूजाति हो र त्यतिकै पीडामा हाम्रो गाई माता यति मात्र अभी सब बात में मात्र लोग लगाया ले भित्र जाओ सबजना भित्र चलो कति गए धर्म विरोधी गाई काटेको लागि